भाइरल ठाउँ आइपुगेर यहाँबाट चाहिँ उता दशरथपुरतिर जान लागेको छौँ। यतातिरको भ्लग हिँड्छ पार्ट 1 आउँछ, यहाँबाट पार्ट 2 वाला यहाँबाट सुरु हुन्छ है त। ल हाम्रो पार्ट 2 सुरु हुन्छ अब यहाँबाट। ल गाइस हामीले यहाँबाट हिँडिसक्यौँ, तर हुस्सु त आज बवाल लाएर चाहिँ हुस्सु त यार भ्याइनै भ्याइन्छ यार हुस्सु त यार। हामी नेपालको साइडतिर त जानु लागेको त अब। बाटो त भाइरल हो कि गाडीहरू त वायर हिँड्दो रहेछ नि यार। तर हाम्रो होइन सुर्खेतमा सबैभन्दा धेरै भनेको धेरै बाइक भएको पल्सरै होला यार। 150 पल्सर लाग्छ हामीलाई जहाँसम्म यार, जताततै 150 पल्सर छ यार। अन्त धेरै ठाउँमा विचार गऱ्यो होइन 150 पल्सरै छ कि जताततै। गएर ठाउँमा लाग्छ कि अग्लो ठाउँमा लाग्छ भन्छ। हुस्सु गएर ठाउँमा लाग्छ कि अग्लो ठाउँमा लाग्छ। यहाँ चाहिँ काम हुँदैन रहेछ, काम गर्न जानुपर्छ, काम सघाइदिन। यहाँ बाटो पिच हुँदैछ क्या यार। यहाँ अझै बाटो पिच हुँदो रहेछ, बाटो पिच हुँदै रहेछ। सावधान लेखेको छ पहिले हामीलाई चाहिँ यसले सावधान गर्यो कि पहिले। गङ्गटे खोला पनि आयो। गङ्गटे खोला चाहिँ यहीँ तलको गङ्गटे खोला पनि तलकोलाई गङ्गटे खोला पनि आइपुग्यौँ, आइसक्यौँ भनौँ गङ्गटे खोला। गङ्गटे खोला पनि आइसक्यो। ठुलोहरू चाहिँ बिहान धोको बाइक केही कामै लागेन नि बिरे भाइ। गङ्गटे खोलामा एक दुईवटा फोटोसोटो खिचाऊ अनि त्यसपछि जाउँला। तिमी नखिच नि बिरे भाइ। धर बिरे भाइ गङ्गटे खोला पुल पनि आइयो। गङ्गटे खोलादेखि हामी हिँड्यौँ अगाडि कपाल आएर दामी छ बारीहरू के त दामी लाग्यो। यो बाटोमा पहिला ट्र्याक्टर चलाएको याद आउँछ यार मलाई यार। यहाँ माथिबाट यताबाट गहिरो लान्छ। ट्र्याक्टर चलाएको याद आउँछ मलाई। यहाँ गङ्गटे बजार चलाएर गङ्गटे बजार जसोलपुर मेलकुना दाङ काठमाडौँ। हामी चाहिँ गङ्गटे बजार कटेर ओरो आइसकेछौँ। अब हाम्रो दशरथपुर जाने धेरै टाइम लाग्दैन अब।
त्यो अन्त भेरीको थाहा छ नै हिँडेछौँ क्या हामी त केटाहरू भनेर रमाइलो हुन्थ्यो केटाहरू भएन एक्लै हिँड्नु पर्दैन केही छैन सब दामी हुन्छ अस्ति आज हामीले के आँप थियो होइन लटरमै थियो आँप आँप्यो हामी असार पैसा छत्री खोला पुल पनि हामी आयौँ भने त सर भाइ बाटो कुन बाटो जाने कहाँ जाने बाटो रहेछ पानी खाएर जाऊँ न त यहाँ 10 रुपियाँ आउनु अब हामी थोरै घन्टा बाँकी बाटो साफ छ मेरो पढ्ने भेजा होइन साफ छ प्रकार रेस भइरहेको छ यार नहल्ले मुला बाइक ल्याएको हुँदैन नहल्ले त बाइकमा परेको छ र हल्ने यो आइयो गाउँ आयो पुलिस थानामा छ यता उता अरू पुलिस चौकी भएको उता अझै उता हो कि होइन बजार के आएको थाहा पनि गरम खेल्ने पुलिस चौकी हो पुलिस चौकी यो चाहिँ इन्ट्री पोस्ट यो यहाँ चाहिँ धेरै ठाउँबाट गाडीहरू आउँछ त्यही भएर इन्ट्री पोस्ट इन्ट्री गर्न देखिन्छ राम्रो हुन्छ नि भगमा पुरै हाई गरिदिने त्यसै आएर कोही हुँदा भिडियो गरेर देख्ने त्यो भाग्ने कोही हुन्छ नि भिडियोमा देख्ने त्यो भाग्नेला त्यो देख्न त माथि गएको फर्किँदाखेरि जाममा नत्र जाममा अहिले फर्किनु पर्छ जाममा त त्यही हो क्या आइयो क्या 10 रुपियाँको आइयो यार 10 रुपियाँ आइयो अब यहाँ चिया नास्ता खाएर हिँड्नु पर्छ फेरि अगाडि के छ विचार दशरथपुर चोक दशरथपुर
जाँदैछौँ नयाँ भेरीको नयाँ पुल बन्न लाग्योमा। सिन्चु पनि आइयो त कता हामी त सिन्चु आइयो त यहीँ त सिन्चु अब उतापट्टि आन्टी योबाट बाइक जानु मिल्छ? झर